अहिले म आइपुगेको छु रोसी खोला। यो ठाउँ चाहिँ यस्तो बवाल छ, यत्राको बवाली यस्तो बिजोग छ नि हो। वेलकम टु न्यू ब्लग। फेरि पनि वाइकेपी मोटो ब्लगले नयाँ ब्लग लिएर आइसकेको छ, जसमा तपाईँहरूलाई स्वागत छ। आज म जाँदैछु काठमाडौँबाट सिन्धुली जाँदै गर्दाखेरि भकुण्डे बेसी नआउँदै काभ्रे भन्ज्याङ कटेपछि बिचको भागमा चाहिँ यस्तो बब्बाल भ्यू पोइन्ट छ, जुन मैले देखेपछि तपाईँहरूलाई पनि देखाउनै पर्छ। यहाँनिर चाहिँ मैले आउँदाखेरि ट्याक्क बाइक यहाँ रोकेँ होइन। मेरो बाइकको हालत चाहिँ यो छ। यहाँबाट बेस्ट भ्यू पोइन्ट भनेको चाहिँ के देखिन्छ भने हिमाल हेर्नु न, हिमाल कस्तो दामी घेरेको छ। तलको भाग पनि बब्बाल छ, बेसी सहर। यो चाहिँ पाँचखाले एरिया हो। यतापट्टिको जङ्गलहरू पनि बब्बाल छ है। अनि रोड पनि यस्तो स्ट्रेट बब्बाल छ क्या, घुम्ती भए पनि रोडहरू चाहिँ बब्बाल छ यहाँको। यस्तो बब्बाल भ्यू पोइन्ट देख्नलाई, यस्तो बब्बाल भ्यू पोइन्ट देखाउनलाई मैले यहाँ रोकेको छु। मैले तपाईँहरूको लागि यति दुःख गरेपछि तपाईँहरूले च्यानललाई सब्सक्राइब गर्नुहोस्। भिडियोमा केही कमी कमजोरी भए कमेन्ट गर्नुहोस्, नराम्रो कमेन्ट नगर्नु होला। र यो बाटो को हिँड्नु भएको छैन, धेरै जस्तो हिँड्नु भयो होला। यदि हिँड्नु भएको छैन भने आएर भिजिट गर्नु होला। बाटो अलिकति घुम्ती छ, राइड गर्दाखेरि सेफ राइड गर्नु होला। थ्याङ्क यू। बाटोमा बेस्ट भ्यू पोइन्टहरूको अपडेट आउनेछ। अहिले म आइपुगेको छु रोसी खोला। यो ठाउँ चाहिँ यस्तो बवाल छ, यत्राको बवाल, यस्तो बिजोग छ नि हो, बिजोग। पहिलाको बाटो चाहिँ यो भित्रबाट थियो, अहिले चाहिँ यो खोला कुद्नुपर्छ क्या। बाटोको अवस्था यस्तो छ। आशा छ यो बाटो छिटै बनोस् र हामीलाई हिँड्नलाई सुख हुन्छ, राम्रो हुन्छ, सजिलो हुन्छ है। अहिले म आइपुगेको छु काभ्रेको भीमखोरी भन्ने ठाउँमा। यहाँको पोहोर सालको बाढीले यहाँ चाहिँ हालत यस्तो बनाएको छ क्या, दुध छ है। यस्तो भिडमा चाहिँ घर घुमेर बसेको छ। तल रोड छ, यो रोड पिच भएको भए कस्तो देखिन्थ्यो होला त, इमेजिन गरौँ। तर हिँड्ने बेला चाहिँ हिलोमा हिँड्नुपर्ने अवस्था छ। खोलाले त यस्तो गरेछ, लास्ट बिजोग बनाएको छ क्या रोसीले त। भ्यू चाहिँ यस्तो बवाल छ होइन, तर बाटोको हालत यस्तो छ क्या, बिजोग लाग्दाखेरि चाहिँ। तर यो घरहरू कस्तो पिरा होला, गाह्रो छ, गाह्रो छ, यस्तो छ। यस्तै भिडियो हेर्नको लागि सब्सक्राइब गर्नुहोस्। भिडियो आफ्नो साथीहरूलाई पनि सेयर गर्नुहोस्, लाइक कमेन्ट गर्नुहोस्। र नराम्रो लागेको भिडियोहरूमा सजेसनको लागि कमेन्ट गर्नु होला। बाटोको हालत यस्तो छ। असारमा धान रोपेको भन्दा कम छैन। मेरो हालत त यस्तो भइसक्यो। काठमाडौँदेखि सिन्धुली जाँदाखेरि बिचमा रहेको यो रिठे भिरमा रहेको यो सेतीदेवी मन्दिर चाहिँ सबैभन्दा बेस्ट, अलिकति छुट्टै पाराको छ कि हेर्नु न। होइन छ। यो हुनुको मेन कारण चाहिँ तपाईँहरू युट्युबमा ट्याक्क रिठे भिरको सेतीदेवी मन्दिर खुरकोट भनेर सर्च गर्नु, डिटेलले त्यहाँ छ। त्यसपछि यदि तपाईँहरूले पनि यो बाटो राइड गर्नु भएको छैन र नयाँ गाडीहरू किन्नु भएको छ, पहिलोचोटि यो बाटो राइड गर्नु भएको छ भने चाहिँ, यदि तपाईँहरू पनि यो बाटो चाहिँ पहिलोचोटि राइड गर्दै हुनुहुन्छ भने आफ्नो गाडी बाइकको नम्बर प्लेट चाहिँ ऐनामा देखेर यहाँनिर राख्ने चलन छ, त्यो चाहिँ गरिदिनु होला। किनकि यहाँ सेतीदेवी मन्दिर एकदमै शक्तिशाली हुनुहुन्छ। तपाईँहरूले त्यति गर्नुभयो भने तपाईँहरूको राइड पुरा हुन्छ, सक्सेस हुन्छ, राम्रो हुन्छ। यहाँबाट चाहिँ खतरा देखिन्छ क्या, भ्यू चाहिँ खतरा देखिन्छ क्या, टक्क त्यो होइन। यतापट्टि यस्तो छ रोड होइन। त्यसपछि यो पारि यता यो रिसोर्ट भयो, रिसोर्ट नै बब्बाल छ। त्यसपछि यो साइडको यतापट्टि बवाल छ, डाँडा पनि बवाल छ। फाइनली आइपुगेँ म सिन्धुली गढी प्रवेशद्वार। यो भित्र पार्क चाहिँ गढी दरबार चाहिँ खतरा छ। को आउनु भएको छैन आएर भिजिट गर्नु होला। बब्बाल छ, पुरानो लडाइँ छ। यहाँबाट चाहिँ पहिला एउटा लडाइँ पनि जितेको रहेछ होइन। त्यो लडाइँमा कसले के गरेको थियो, कुन हतियार युज गरेको थियो, सब छ, डिटेल छ। बब्बाल ठाउँ छ, आएर भिजिट गर्नु होला।
अब योभन्दा पछाडि आउँछ चियाबारी चाहिँ योभन्दा तल सेल्फी डाँडा आउँछ सेल्फी डाँडाको चाहिँ बबाल भिडियो आउँछ मौसम क्लियर छ। फाइनली म आइसकेँ सिन्धुलीगढी। यो चाहिँ मेरो भ्लगको लास्ट पार्ट हो होइन। यहाँभन्दा उता चाहिँ अब रात नै परिसक्यो ज्याम थाकेर उस्तै भइसक्यो। सिन्धुलीगढीको भ्यू चाहिँ यस्तो बबाल छ होइन। यहाँनिर सिन्धुलीगढी लेखिएको छ। त्यसपछि सिन्धुलीको बेस्ट भनेको चाहिँ जुनार सुन्तला हो होइन। फ्रेस पाउँछ जुसहरूदेखि लिएर फलफुलमा। यो चाहिँ सिन्धुलीको एकदम प्रख्यात हो। यहाँको बाटो चाहिँ यस्तो छ बबाल छ है। को आउनु भएको छ को आउनु भएको छैन कमेन्ट गर्नु होला। यो चौतारा भयो योभन्दा तल चियाबारी अनि उतापट्टि सिन्धुली बजार। यहाँसम्मको भ्लग हेरेर कसले कुन ठाउँ देख्नु भएको थियो कुन ठाउँ देख्नु भएको थिएन कमेन्ट गर्नु होला। भिडियो लाइक सेयर र कमेन्ट सँगसँगै सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब गर्नु होला। यस्तै भ्लगहरू फेरि आउनेछ। फाइनल्ली अब आज चाहिँ यो लास्ट हो। अब घर गइन्छ सरासरी रात्नु पर्छ। फेरि टाइम पनि धेरै छैन अब टाइम जानु थाकिसक्यो। सो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच।